Hello, welcome to my new blog. This is a mystery area, कब्रिस्तान एरिया हेर्नुहोस् मेरो न्यू ब्लगमा कब्रिस्तान यो हो राँगामट्टी भन्ने जग्गा कब्रिस्तानको जग्गामा हो यो मजाले हेर्नुहोस् मेरो ब्लग हो यो ब्लगमा गर्नुहोस् यता उपर भाइ हेर्नु गाइस मेरो छोराबाट ल्याएर उडिसा जाँदै थियो कि हजुर यो एउटा राँगामट्टी भन्ने जग्गाको ब्लग हो डोर साइड पर्छ मेरो ससुराली हो काका ससुराली हो बुढीको घर हेर्नुहोस् न ब्रिटिसको पालेको जग्गा यति राम्रो थियो रहेछ कि जग्गा हेर्नुहोस् त तपाईँहरू आफै ब्युटिफुल छैन हेर्नुहोस् त मेरो छोरा हेर्नुहोस् न डरै जानुभएको मेरो ब्लगमा मेरो छोराको ब्लग हो हेर्नुहोस् न कुदेको कब्रिस्तानमा जानु हुँदैछ कुदेर डराइकन हेर्नुहोस् न ऊ अब एउटा स्टेप म्यारी छ उता हो परी पुरानो उयो रहेछ हेर्नुहोस् न डराउँदैन हौ हेर्नुहोस् त नडराइ जानुभएको हजुर हेर्नुहोस् त प्लस भएको कहिलेको यो ब्रिटिसको पालेको कब्रिस्तान हेर्नुहोस् न इन्डियामा पनि छ यति राम्रो राम्रो जग्गा कुना काप्ची घुमेको पो छैन त हौ मान्छेहरू हेर्नुहोस् यति राम्रो छ यति अहिले मरेको होइन रहेछ हेर्नुहोस् न 1918मा मरेको रहेछ 27 वर्षमा पनि मरेको रहेछ एस्टिमेट उसलाई चाहिँ मारिदिएको रहेछ क्या गोर्खालीले त्यति बेला मारिदिएको होला झुक्काएर मारिदिएको रहेछ त्यो ब्रिटिस मान्छेलाई टी गार्डन हो हेर्नुहोस् न टी गार्डन यति मजा ब्युटिफुल छ हेर्नुहोस् त यति मिठो टी गार्डन तपाईँहरू घुम्नु जानु भएको छैन घुम्नुहोस् त्यही कारणले भन्नुहुन्छ म त बल्ल पुगेँ राम्रो रहेछ जग्गा होइन मलाई मन पर्यो मलाई त मन पर्यो दामी हेर्नु न मेरो छोरा डराइकन अब कब्रिस्तानतिर गइदिन्छ उस्तै नानी डराउँछ नि कब्रिस्तान चेन भनेपछि उनीहरू त यस्तो मजाको छ हिँडाइ हेर्नुहोस् न हिँडाइ मजाले हिँडिरहनु भएको छ मेरो भाइ भाइ कहाँ गएको त आइज त नडराइकन हिँड्नु यता आइज न के हेरेको आम्बो डरलाग्दो छ त के कनाएको हिँड अब हेर्नुहोस् त्यहाँ एउटा कब्रिस्तान देख्छ कि सानो बडेको चेन त्यसमा चढिदिन्छ हेर्नुहोस् न कपुरको त्यो उयो डाँडा हेर्नु त यता त जिजसको जग्गामा त भगवान् पुगिदिन्छ हनुमान पुरा मान्छ नि त उसले हनुमान भएपछि शक्ति दिएको अरे जम्प हेर्नुहोस् न त्यहाँ हेर्नुहोस् त जहाज उडाउँदैछ यति मजाको छोरा छ कि जहाज उडाउँछ अन्त पाप लाग्छ नि त्यहाँबाट हटाइदिएको उसले ढुङ्गाहरू म नलौडोस् भनेर त्यहाँ हजुर म नलौडोस् भनेर हटाइदिनु भएको उसले हुन्छ हेर्दै गर्नुहोस् ल के भन्छ भाइ नानी के गर्छ तमासा हेर्नुहोस् त्यहाँ तमासा हेर्नुहोस् न मेरो नानीले के गर्छ मेरो लागि सफा गरिदिनु भएको उसले ढुङ्गा हुन्छ सके समाप्त इनपुट टाइटल